त्यो चिज त हाम्रो स्कुलहरूमा दिन सकिन्छ नि त। प्राइभेट स्कुलले ल अब पैसा मात्रै लिन्छ, केही पनि गर्दैन। म एउटा ठुलो स्कुलको नाम त भन्दिनँ स्कुलमा होइन, हाम्रै दिदीको बच्चाहरू पढ्नुहुन्छ होइन, भान्जा भान्जी। अनि यत्रो 35,000 महिना किन तिरेको भन्दाखेरि त्यहाँ एक्स्ट्रा करिकुलर एक्टिभिटी छ भनेर भन्यो स्कुलमा। भनेको के तिम्रो स्कुलबाट पारस खड्का निस्किया हो भन्यो भने होइन, ज्ञानेन्द्र मल्ल निस्किया हो होइन, विराज महर्जन निस्किया हो होइन, खेलाडी पनि निस्किया छैन, म्युजिसियन पनि निस्किया छैन, केही पनि निस्किया छैन भनेपछि एक्स्ट्रा करिकुलर एक्टिभिटी भने चाहिँ के हो? पेरेन्ट्स डेमा एउटा ह्याप्पी बर्थडे गीत गिटारमा बजाउनु हो त? होइन नि होइन। मैले 350 रुपियाँको स्कुल पढाएँ हो होइन। अब अहिले त त्यसलाई अब के भन्छ त्यो इकोनोमिक गरेर हेर्दाखेरि अहिले पनि त्यति महँगो त हुँदैन थियो होइन। अनि हाम्रोमा मलाई गिटार पनि बजाउन आउँछ, स्कुलमा आउँथ्यो होइन, हार्मोनियम बजाउन आउँछ। भिएस निकेतन पढायो? भिएस निकेतनमा चाहिँ +2 पढेको होइन। अनि फुटबल पनि खेल्न आउँथ्यो, भलिबल पनि आउँथ्यो, क्रिकेट पनि खेल्न आउँथ्यो, स्पोर्ट्सहरू सबै आउँथ्यो, म्युजिक सबै बजाउन आउँथ्यो भने त्यो 300 रुपियाँमा पढेको स्कुलमा पनि थियो त त्यो चिज होइन। चाहना हो भने त मान्छेले चाहने हो भने त गर्न सकिन्छ नि, अफकोर्स। अब तपाईँको स्कुलको सिस्टममा यही भयो, तपाईँको स्कुललाई अपग्रेड गर्नै सकेको छैन होइन। तपाईँको स्कुलतिर ध्यान छैन। नेताहरूको 365 दिनमा तपाईँले इन्टरभ्यू हेर्दाखेरि कहिले कसैले स्वास्थ्यको बारेमा, शिक्षाको बारेमा, ट्रान्सपोर्टेसन सिस्टमको बारेमा, सोलिड वेस्ट म्यानेजमेन्टको बारेमा कुरा गरेर सुन्नु भएको छ? उहाँहरू खालि अर्को नेताले के गरेको थियो, म चाहिँ अब यसरी गर्छु होइन, मैले चाहिँ यो भनेको थियो, उसले त्यो भनेको थियो भन्ने बाहेक केही पनि सुनिँदैन। भनेको विकासको कुरा गऱ्यो भने त साँच्चै काम गर्नु पर्थ्यो होला नि त। तर उनीहरू त्यो डिबेटमा मात्रै बस्दिन्छन्, एकले अर्कालाई गाली गर्ने मात्रै बस्दिन्छन्, विकासको कुरै गर्दैनन्। मान्छेहरू पनि विकासतिर सोध्दैनन्। अनि मान्छेको दिमागमा पनि हो आज केपी ओलीले के भन्नुभयो त, आज गगन थापाले के भन्नुभयो त, आज शेरबहादुर देवालले के भन्नुभयो त, कसलाई के भन्नुभयो त, हो त्यसको यस्तो रहेछ नि त। त्यहीतिर मान्छेको पनि ध्यान भयो क्या, मान्छेलाई पनि सोच्न फुर्सद भएन कि विकास भन्ने चिज छ त्यहाँ भनेर। त्यो बारेमा कुरै कसैले ननिकालेपछि त त्यो कुराहरू नगरिदिने भयो नि त कसैले पनि। अनि तपाईँको स्कुललाई त यतिसम्म गर्न सकिन्छ भन्दाखेरि तपाईँको फेमिनिजम पढाउने, इक्वालिटी पढाउने, इक्विटी पढाउने त बच्चादेखि हो नि त। तपाईँको 2 क्लास 3 क्लासदेखि 5 क्लासदेखि पढाउन थाल्यो भने पो मान्छेले बुझ्छ त इक्वालिटी भने के हो, तपाईँको व्यवहार के हो। जापानको स्कुलमा बच्चाहरूले आफैले बढाल्ने सडाल्ने सफा गर्ने, आफ्नो क्लासरुम आफै सफा गर्छन् नि। भनेको त्यो त एउटा संस्कार सिकाएको हो नि त। त्यो कामै गरेर त्यो टोइलेटै सफा गर्न लागेको छैन बच्चाहरू सानसानलाई होइन। तर आफ्नो क्लासरुम सरसफाइ गरेर आफ्नो ठाउँ बस्ने ठाउँ चिटिक्क पार्ने संस्कार दियो भने त त्यो भोलि पर्सि ठुलो भएर त्यस्तै बन्छ नि त। जापानको केसमा कुरा गर्नु पर्दाखेरि जापानमा होमवर्कै दिँदैन रहेछ कि, म पढेको स्कुलमा मलाई होमवर्क दिँदैन थियो, टेस्टै गराइँदैन रहेछ होइन। किन भनेर भन्दाखेरि त्यो एउटा सर्टन उमेरसम्म चाहिँ होइन बच्चालाई चाहिँ फ्रिली छोडिदिनु रहेछन् कि होइन। जस्ट डबल चेक दिस है कति क्लाससम्म रहेछ भनेर होइन।